जोजलपा नमस्ते। आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा विविशा साक्य र म शङ्कर थापा समय सन्दर्भ लिएर। आजको कार्यक्रममा हामी यो मौसम अनुसारको जाडोको रुगाखोकी अनि निमोनिया यस्ता रोगहरूबाट बच्नको लागि हामी आज एकजना स्वास्थ्य कर्मीलाई कार्यक्रममा निम्त्याउँदैछौँ। विशेष गरी जाडोमा रुगाखोकी हो अथवा कोरोनाको लक्षण हो छुट्याउन गाह्रो भइरहेको स्थिति छ। त्यसैले आज हामी एकजना डाक्टर हुनुहुन्छ, डाक्टर शिव मङ्गल प्रसाद। उहाँ हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान कीर्तिपुरका क्याम्पस प्रमुख तथा बाल रोग विशेषज्ञ हुनुहुन्छ। आज उहाँसँग हामी कुराकानी गर्दैछौँ। डाक्टर शिव मङ्गल प्रसादसँग हामीले यसभन्दा अगाडि पनि एक दुई पटक कुराकानी गरिसकेका थियौँ। शुक्रबारको कार्यक्रममा हामीले उहाँलाई जोडेका थियौँ, तर प्रविधिको कारणले अलिकति सुन्नमा कठिनाइ आएकोले हामीले उहाँको विचारहरू हामीले राख्न सकेनौँ। आज हामी उहाँलाई पुनः कार्यक्रममा जोड्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज हामी एकजना स्वास्थ्य कर्मीलाई निम्त्याउँदैछौँ। मैले अघि पनि भनिसकेको छु, डाक्टर शिव मङ्गल प्रसाद हुनुहुन्छ, त्रिभुवन विश्वविद्यालयका चिकित्सा शास्त्र अध्ययन संस्थानका कीर्तिपुरका क्याम्पस प्रमुख हुनुहुन्छ। उहाँ विशेष गरी बाल रोग हुनुहुन्छ। म उहाँलाई जोड्दैछु। हेलो हेलो डाक्टर साहब। मलाई सुन्नु भएको छ? डाक्टर साहब, मैले सुनेको छु। मेरो स्वर सुन्नुहुन्छ? हजुर हजुर, कार्यक्रममा म यहाँलाई स्वागत गर्छु। विशेष गरी अहिले जाडोको मौसम छ, यो कोरोनाको महामारी पनि त्यत्तिकै छ अहिले। अनि यो स्थितिमा अब चिसोले गर्दाखेरि बच्चा तथा बाल वृद्धहरू, यो वृद्धहरूलाई चाहिँ एकदम असर पर्ने स्थिति देखिरहेको छ। यतिखेर हामीले के गर्दाखेरि यो निमोनिया जस्ता यो अलि डरलाग्दा रोगहरूबाट बच्न सकिएला? बच्चाहरूलाई? हजुर हजुर हजुर, बाल रोग विशेषज्ञ हुनुभएको कारणले मैले यो प्रश्न राखेँ। हजुर हजुर, हस् त, धेरै धेरै धन्यवाद। हजुर। र हजुरको यो नेवा एफएमको माध्यमले हजुर अहिले नेवा एफएम सुनिराख्नु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो हार्दिक अभिवादन छ। हजुर। र अहिले यो जाडोको मौसममा काठमाडौँमा दिन प्रतिदिन जाडो बढ्दै गएको छ। हजुर। हिजोको टेम्परेचर अनुसार पनि यो वर्षकै सबभन्दा कम तापक्रम रहेको छ र हामी सब एकदम चिसोको मारमा छौँ। र विशेषतः अहिलेको अवस्थामा बालबालिकाहरू, सासाना बालबालिकाहरूलाई चिसोले धेरै प्रभावित पार्ने गरेको हामी सबलाई सर्वविदित छ। हजुर। र यो बच्चाहरू के हुन्छ, उमेर र समय दुइटै त्यही अनुकूल हुन्छ। हजुर। आयुर्वेदको मान्यता अनुसार हजुर, यो बाल्य अवस्थामा कफज व्याधिहरू, त्यसको प्रकृति नै कफज भएको हुनाले कफज व्याधिहरू बढी लाग्ने हुन्छ। हजुर। र कफज व्याधिहरू मौसमको अनुसारले यो जाडो महिनामा, चिसो महिनामा हजुर बढी लाग्ने गर्दछ। हजुर। त्यस्तैमा बच्चाहरूमा लाग्ने सामान्य, चिसोमा लाग्ने सामान्य रोगहरूमा सबभन्दा प्रमुख रुगाखोकी नै हो। हजुर। आयुर्वेदमा त्यसलाई प्रतिस्याय भन्छ। हजुर। र त्यस्तै श्वास रोग पनि लाग्छ, श्वास प्रश्वास। हजुर। र यी रोगहरूबाट बचाउनको लागि पहिला त बच्चाहरूको सामान्य हेरचाह कसरी गर्ने त्यतातिर हामीले दिनुपर्छ। हजुर। बच्चाहरूको हेरचाह राम्रो तरिकाले गर्यो भने यी रोगहरू लाग्नै सक्दैन। हजुर। तर बच्चाहरूको मूल प्रकृति के हुन्छ, यस्तो चिसोमा उनीहरू कपडा लगाउन नमान्ने, नलगाइदिने, टोपी लगाउन नमान्ने, जुराफ लगाउन नमान्ने, एक ठाउँमा न्यानो भएर बस्न नमान्ने। अब यस्तो अवस्थामा उनीहरूलाई कसरी यी चिजहरू गर्न सकिन्छ? हजुर। अब हुन त अहिले साइन्स एकदम एडभान्स भएको छ, न्यानो न्यानो कपडा आएको छ, इन्भाइरोमेन्ट आएको छ। यो सहरिया बच्चाहरूलाई त त्यति समस्या हुँदैन। हजुर। सानो परिवार हुन्छ, आमा बाबु पनि सचेत हुन्छ, उनीहरूलाई राखेको
तर गाउँघरतिर र विपन्न परिवारका बालबच्चाहरूलाई हामी पनि देखिराखेका हुन्छौँ। हजुर, यो बडा कष्टकर समय हुन्छ। पक्कै पनि। र त्यसकारण उनीहरूलाई एउटा त भयो पहिरन लत्ता कपडाबाट, हजुर, अर्को भयो खाना। हजुर, यो अवस्थामा बच्चाहरूको खाना पोसिलो, झोलिलो र तातो खानेकुराहरू दिन पर्छ। हजुर, अहिले हुन त अब बच्चाहरू हुरुक्क हुन्छन्, बाहिरका खाना भनेपछि यो पिज्जा, बर्गर, आइसक्रिम, हजुर, चकलेट यिनी भनेपछि बच्चालाई मनपर्ने खानामा पर्छ अहिले। हजुर, हजुर, तर त्यो सब एकदम बाल स्वास्थ्यमा एकदम नकारात्मक असर पुर्याउने खालका खानाहरू हुन्। हजुर, विशेष त अहिले आइसक्रिम, बच्चाहरू आइसक्रिम मन पराउँछन् र यसले गर्दाखेरि त्यो अवस्था हुन सक्छ। हजुर, त्यस्ता खानेकुराहरू नदिउँ र चिसो चलाउनबाट उनीहरूलाई बचाउँ। हजुर, हजुर, यसरी बचाउँदाखेरि सायद यी रोगबाट बचाउन सकिन्छ। हजुर, तर यदि भइ नै हालेछ भने हजुर, कसरी अब कस्तो अवस्थालाई हामीले उ गरेर जाने त? हजुर, सबै रुगाखोकी डेन्जरै हुँदैन एकैचोटि। हजुर, पहिला त सामान्य रुगाखोकी नै हुन्छ। अब बच्चाहरूको पनि वय अवस्था विभिन्न प्रकारको हुन्छ, उनीहरूको एज। अब जस्तै अब 2 वर्ष मुनिको बच्चा छ भने त्यसलाई अर्कै अवस्थाले हेर्न पर्छ र उनीहरू अलिक बढी नै संक्रमक हुने अवस्थामा हुन्छन्। हजुर, त्यस्तै 2 वर्ष कटेर 5 वर्षको बच्चा छ, त्यसको फेरि अब अलिकति अर्कै अवस्था हुन्छ। हजुर, 5 वर्ष कटेर 10 वर्ष, 5 देखि 10 वर्षको बिचको बच्चाहरू छ भने तिनको अवस्था अलगै हुन्छ। हजुर, यसरी बालकको विभिन्न वय अवस्था र उनीहरूलाई गर्ने उपक्रममा फरक पर्न जान्छ। हजुर, त्यसमा पनि एउटा अर्को मैले भने 1 वर्ष मुनिको बच्चा छ भने त्यो पनि त्यसको अवस्था अझ अर्को हुन जान्छ। हजुर, जस्तै दुध खाने नानी हामी भन्छौँ। हजुर, हजुर, अब भर्खरै अब चिसो छ, भर्खरै जन्मेको बच्चा पनि हुन्छ। हजुर, यो बच्चा बाल स्वास्थ्य बहुत भेग छ क्या हेर्नुहोस्। हजुर, तर अब के गर्ने, हेर्न त पर्छ, किन हाम्रो एउटा मान्यता छ कि आजको बच्चा नै भोलिका हजुर, कर्णधार, देशका कर्णधार, सभ्य नागरिक हुन सक्छ भन्ने हाम्रो मान्यता छ। पक्कै पनि। त्यसकारण बालबच्चाहरूलाई बचाउनु एकदम हाम्रो अपरिहार्य हुन्छ। र अहिलेको समयमा त बालबालिका बहुत प्रिसियस छन्। हजुर, अब उनीहरूको केयर आमाबाउहरू पनि एकदम पहिलेको भन्दा त आमाबाउ पनि एकदम सचेत भइसकेका हुनुहुन्छ, केयर गर्नुहुन्छ। अब त्यसरी नै अब सानो बच्चा छ भने सानैबाट सुरु गरौँ, जो ब्रेस्ट फिडर छ, आमाको दुध खान्छन्, त्यस्ता बच्चाहरूलाई आमाको पनि हेरचाह त्यति नै जरुरी हुन्छ। हजुर, हजुर, आमा पनि न्यानो भएर बस्नु पर्छ, आमालाई पनि न्यानो कपडा लगाउने। हजुर, त्यसपछि मन तातो, झोलिलो, पोसिलो खानेकुराहरू खाने र बच्चाहरूलाई दुध खुवाउँदाखेरि सरसफाइका साथ र दुध खुवाइसकेपछि बच्चाहरूलाई पनि सुपर अवस्थामा राख्ने। यदि सानो छ, 6 मन्थ तल छ भने हामी भन्छौँ आमाको दुध बाहेक अरू केही दिनु आवश्यकै पर्दैन यदि आमा स्वस्थ छन् र बच्चा छ भने। हजुर, 6 महिनाको लागि त 6 महिनासम्मको लागि त केही दिनु पर्दैन। हजुर, हजुर, अब त्योभन्दा अगाडि बढ्छ भने त्यही अनुसारको समयअनुसार र बच्चालाई सुहाउने अनुसारको सप्लिमेन्ट्री फुडहरू दिँदै जान्छौँ। जस्तै हाम्रो जाउला भयो, घरमा बनेका खिचडी, जाउलो, अलि ठुलो भयो भने दाल भात मिक्स गरेर पनि दिन सक्छौँ, फलफुल पनि दिन सक्छौँ, दुध दिन सक्छौँ सप्लिमेन्ट्री। यसरी लैजाने र उनीहरूलाई केयर पनि गरिराख्ने। यदि रुगाखोकी लागेको छ भने कस्तो अवस्थाको रुगाखोकीलाई हामीले हात लिन पर्छ। सानो बच्चा छ जस्तै खोकी पनि राखेको छ, नाकबाट तारन्तार सिङ्गाम बगेको छ, हल्का हल्का ज्वरो छ र उसले दुध खान कम गरेको छ भने यो अवस्थालाई अलिकति केयर गरेर लैजानु पर्ने अवस्थामा लक्षणहरुसम्म छ भने त्यसलाई अलिकति चिसोबाट न्यानो बनाउने घरेलु उपचारहरूमा सबभन्दा मेरो अनुभवमा यो अदुवा पानी, यो काँचो अदुवा जुन हुन्छ हाम्रो, त्यसको 5 देखि 10 ग्राम बच्चाको अवस्था हेरी त्यसलाई अलिकति क्रस गरिदिने, हल्का थिच्ने अनि थिचेर 50 to 100 ml पानीमा राख्ने र त्यसलाई पकाइदिने।
अनि पकाइसकेपछि 50 ml लाई 25 ml मा झार्ने पानीलाई हजुर अनि त्यसलाई छान्ने अनि छानिसकेपछि जब मन तातो हुन्छ हजुर त्यसमा आधी चम्चा मह मिसाएर हजुर बच्चालाई दिने। यही अवस्थाले 3-4 पटक दिनको 3 देखि 4 पटकसम्म हजुर हामी दियौ भने यो रुगाखोकी एकदम राम्रो भएको मैले पाएको छु। हजुर मुख्य गरी यो अर्को रेडिमेड औषधिहरू पनि आउँछ जो सामान्य हामी दिन सक्छौँ डाक्टरको सल्लाह नलिकन पनि। हजुर एउटा कस्तुरी भूषण र मृग मदासव छ आयुर्वेदको। कस्तुरी भूषण हजुर कस्तुरी भूषण अथवा मृग मदासव यो दुईटामा कुनै एउटा लिए हुन्छ। हजुर अनि त्यसको अब जस्तै 6 महिनाको बच्चा छ भने हजुर 5 थोपा हजुर त्यो 5 थोपा औषधि आमाको दुध अथवा मनतातो पानीमा हजुर मिसाएर दिनको हो हजुर दिनको 3 पटक 8-8 घण्टाको फरकमा दियो भने अहिले जुन अवस्थाको रुगाखोकी भने त्यो चाहिँ कन्ट्रोलमा हुन्छ नियन्त्रणमा हुन्छ। हजुर अब यति गर्दा गर्दै पनि नियन्त्रणमा आएन सिंगान बगेकै छ हजुर ज्वरो अलि बढेर आयो ज्वरो 100 क्रस गर्यो भने 101 102 जति ज्वरो आयो र बच्चाहरूको एउटा जुन भन्छ नि सास चल्ने हो सास चल्ने अवस्था आयो भने हामी भन्छौँ त्यो छाती फुलेको जस्तो हुन्छ नि रिट्र्याक्सन अफ केस भन्छौँ हामी मेडिकल भाषामा। हजुर त्यो कोखा हान्ने एकदम कोखा हान्ने अवस्था आयो हजुर र बच्चालाई सास लिन एकदम गाह्रो भइरहेछ दुध पनि खाइराखेको छैन भने त्यस्तो अवस्थामा बच्चाहरूलाई घरमा नलाग्ने हजुर उपयुक्त स्वास्थ्य चौकीमा अथवा क्लिनिकमा जहाँ बालरोग विशेषज्ञ हुनुहुन्छ तुरुन्त लगेर देखाइहाल्न पर्छ। हजुर अब यो अवस्था भन्दा अर्को अवस्था छ भने त केही गर्न पर्दैन। त्यस्तै अर्को यो समयमा यी बच्चाहरूलाई लाग्ने रुगाखोकी हो झाडा पखाल। हजुर यस्तोमा डायरिया पनि हुन्छ जसलाई हामी कोल्ड डायरिया भन्छौँ। हजुर हजुर चिसो एकदम बढ्दै गयो भने बच्चालाई पखाला लाग्छ। अब यो कोल्ड डायरियालाई बचाउनको लागि त न्यानो बनाउने नै हो मुख्य। हजुर हामी न्यानो बनायो भने त्यो कन्ट्रोल हुन्छ। तर अब बढ्दै नै गएको छ भने त्यसलाई पनि चिकित्सकीय परामर्श दिनु आवश्यक हुन्छ। हजुर त यसरी बच्चाहरूलाई हामी यी अवस्थाबाट हामी जोगाउँदै लैजान सक्छौँ। र यस्तै रुगाखोकी नै अगाडि भएर गयो भने अहिले हामी सुन्छौँ नि निमोनिया भन्छ। हजुर हो अब यो निमोनिया पनि बच्चाहरूलाई लाग्ने एउटा अहिलेसम्म हामी मेडिकली पनि भनेको एउटा डेन्जर डिजिज नै हो। यसलाई समयमा उपचार र प्रोपर उपचार गर्न पर्छ। हजुर अब यो रुगाखोकी चाहिँ अब सामान्य रुगाखोकीको साधारण लक्षण देखिन साथै हामीले अब उसको लागि नानीहरूको लागि न्यानो स्थान तातो खानेकुराहरू खुवाएर पनि केही भएन भने अब यो निमोनियासम्म पुग्दा त केही टाइम लाग्छ होला हैन? लाग्छ त्यसलाई त टाइम लाग्छ तर यसको अनसेटमा डिपेन्ड गर्छ हैन। हजुर 1 to 3 डेज हामी भन्छौँ। हजुर 1 देखि 3 दिन यसको अब के भन्छ नि हामीले इन्क्युबेसन पिरियड भन्छौँ। हजुर त्यो अवस्थामा कसैलाई छिटै पनि त्यो पनि बच्चाहरूको इम्युनिटीमा डिपेन्ड गर्छ। हजुर बच्चाहरूको इम्युनिटी कस्तो छ आजकल त अब नेपाल सरकारले गरेको खोप कार्यक्रम जुन छ हजुर अब प्रोपर खोप लगाएको छ भने त बच्चाहरूलाई यसरी हुँदैन। हजुर त्यसबाट बचाउन सकिन्छ। आजकल त अब खोपमै हामी प्राइमरी इम्युनाइजेसनमै नेपाल सरकारले राखेको छ निमोनियाबाट बचाउनको लागि। हजुर त त्यस्तो त अब पहिलाको जस्तो त एकैचोटि हुँदैन तर यी खोपहरू नलगाएको अब लगाउँदै पनि लाग्न सक्छ। हजुर यो मुख्यतः बच्चा जन्मिन साथै अब सरकारी तवरबाटै यो इम्युनिटी पावर बढाउने खोपहरू लगाइसकेको हुन्छ। हजुर छ हामीसँग त पुरा शेड्युलै छ जन्मिने बित्तिकैदेखि इम्युनाइजेसन सुरु हुन्छ। हजुर जस्तै यो क्षय रोगको जुन टीका इम्युनाइजेसन छ नि भ्याक्सिन हजुर बीसीजी हामी भन्छौँ त्यो त जन्मिने बित्तिकै दिन्छौँ। अहिले त हरेक वडामा बाट दिने गरेका छ नि त। हजुर हो मुख्यतः अब डाक्टर साहबले भनेअनुसार अब जोगिनको लागि अब पहिरन खाना यस्तोमा ध्यान दिनु पर्यो हैन?
हजुर 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 अनि साधारण लक्षणभन्दा अलिकति बढी देखियो अब नाकबाट पानी जस्तो बग्ने अनि हाच्छ्यु गर्ने यस्तो लक्षण देखियो भने हामी डाक्टरकोमा जाने भन्ने र यसको लागि त अर्को पनि छ होम रेमेडी हामी भन्छौँ नि घरेलु उपचार हजुर डाक्टर कहाँ नगइकन आफ्नै अनुभव हाम्रो त अब यो त कल्चरल प्र्याक्टिस त हामीसँग त हाम्रो हजारौं वर्षको कल्चरल प्र्याक्टिस छ नि त हजुर छ त्यसमा हामी जस्तै अब घरमा बनेको अब बेसार छ बेसार भयो तपाईको दालचिनी अनि के सुठो हजुर अदुवा मरिच हजुर अनि यो के भन्छ तेजपात हजुर तुलसीको पत्ता पात छ भने त्यो पनि बेस्ट हजुर त्यो सबैलाई राखेर काढा बनाउने हजुर र यो काढा यो चिसोभरि हजुर बालबालिकालाई बिहान साँझ दिँदा यो रुगाखोकीबाट धेरै नै राहत हुन्छ हजुर त्यो त स्वयं म पनि अहिले यो कोरोना लागेदेखि हजुर हामी सबैजना खान्छ मेरो घरमा पनि एउटा नानी 7 वर्षको छ बाबु 18 वर्षको र हामी दुईजना छौँ हामी सबै खान्छौँ यही कला हजुर र अहिलेसम्म कोरोनाबाट पनि जोगिया छ रुगाखोकी पनि त्यति सताएको छैन हजुर त्यही भएर तपाईको यो कार्यक्रमको माध्यमले जति श्रोता सुनिराख्नु भएको छ उहाँहरूले पनि यो प्रकल्प गर्दाखेरि हजुर धेरै राम्रो हुन्छ जस्तो मलाई लाग्छ हजुर डाक्टर साहबको सुझाव अनुसार म आफै पनि यो तातो पानी यो बेसार अदुवा हालेर यो पिउने गर्छु र अहिले यो कोरोनाले गर्दाखेरि सबै सचेत भइसकेका छन् अब सायद प्राय सबैको घरमा चाहिँ यो तातो पानी चाहिँ खाने प्रचलन चलिसकेको हुनुपर्छ डाक्टर साहब आजको कार्यक्रममा पनि आएर हामीलाई श्रोताहरूलाई धेरै अमूल्य जानकारीहरू दिनुभयो व्यस्तताका बावजुद पनि हामीसँग फेरि जोडिएर आउनुभयो म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नेवा एफएमको तर्फबाट उहाँ हुनुहुन्थ्यो डाक्टर शिव मङ्गल प्रसाद हामीसँग बारम्बार जोडिरहनु भएको छ र उहाँको अमूल्य सुझावहरू हामीलाई दिइरहनु भएको छ आज उहाँ चाहिँ विशेषज्ञ हुनुहुन्थ्यो उहाँ बाल रोग विशेषज्ञ पनि हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान कीर्तिपुर आयुर्वेद क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो यसका साथै आजको कार्यक्रमबाट विविसा साक्य र मलाई बिदा दिनुहोस् आगामी हाम्रो नेवा एफएम सुन्दै गर्नुहोला धन्यवाद शुभया